किरणले बाइबल पढ्नेछन्। भजन सङ्ग्रह 91को 1देखि 16। जो परम प्रधानको शरणमा वास गर्दछ त्यो मानिस सर्वशक्तिमानको छत्रछायामुनि रहन्छ। परम प्रभुको बारेमा म भन्छु, उहाँ मेरो शरण स्थान र किल्ला हुनुहुन्छ, मेरा परमेश्वर जसमाथि म भरोसा राख्दछु। निश्चय नै उहाँले तिमीलाई सिकारेको फाँसोबाट र घातकबाट बचाउनुहुनेछ। उहाँले तिमीलाई आफ्ना पाखहरूले छोप्नुहुनेछ र उहाँका पखेटा मुनि तिमीले शरण पाउनेछौ। उहाँको विश्वासनीयता तिम्रो ढाड र पर्खाल हुनेछ। तिमी रातको ठुलो त्रास देखेर दिनमा उडेर बाणदेखि डराउने छैन, न त अन्धकारमा फैलिने रोडीदेखि, न मध्य दिनमा नाश गर्ने महामारीदेखि डराउने छौ। 1000 जना तिम्रो नजिक लौटन् र तिम्रो दाहिने हाततर्फ 10,000 जना, तर तिम्रो नजिक त्यो आउने छैन। तिमीलाई आफ्ना आँखाले मात्र त्यो अवलोकन गर्नेछौ र दुष्टको प्रतिफल देख्नेछौ। यदि तिमीले सर्वोच्च प्रभुलाई आफ्ना वासस्थान बनायो भने, परम प्रभुलाई जो मेरो शरणस्थान हुनुहुन्छ, तिम्रो कुनै अनिष्ट हुने छैन, तिम्रो घरको नजिक कुनै विपत्ति आउने छैन, किनकि उहाँले आफ्ना स्वर्गदूतहरूलाई तिम्रो सबै मार्गमा रक्षा गर्नलाई आज्ञा दिनुहुनेछ। तिनीहरूले तिमीलाई हातले थाम्नेछन्, नत्र तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछन्। तिमीले सिंह र गोमललाई कुल्चर्नेछौ, जवान सिंह र सर्पलाई तिमीले पताल मुनि लतार्नेछौ। परम प्रभु भन्नुहुन्छ, त्यसले मेरो प्रेम गरेको हुनाले म त्यसलाई छुटाउनेछु। त्यसले मेरो नाम ग्रहण गरेको छ, यसकारण म त्यसको रक्षा गर्नेछु। त्यसले मेरो पुकार गर्नेछ र म त्यसलाई उत्तर दिनेछु। त्यसको दुःखको घडीमा म त्यससँग हुनेछु। म त्यसलाई छुटकारा दिनेछु र आदर गर्नेछु। लामो आयु दिएर म त्यसलाई सन्तुष्ट तुल्याउनेछु र त्यसलाई म उद्धारको दर्शन दिनेछु। आमेन। आमेन।